ईभी गाडी र पेट्रोल गाडी किन्दाखेरि फरक केही भएन, बैंकको नाफा बढ्ने भयो, स्टक मार्केट अब उड्ने भयो, यो भयो त्यो भयो, हुन चाहिँ के भयो त? थोरै बुझ्ने कोसिस गरौँ आजको भिडियोमा। मौद्रिक नीति जुन देशको मनी सप्लाईलाई कन्ट्रोल गर्ने नीति हो, नेपाल राष्ट्र बैंकले बनाउँछ एभ्री असारको एन्डमा, अनि त्यसको हरेक क्वार्टरमा चाहिँ देशको इकोनोमीलाई हेरेर रिभ्यू पनि गर्ने गरिन्छ। हरेक क्वार्टर भन्नाले एभ्री 3 मन्थ्समा। यही क्रममा हालसालै अर्धवार्षिक रिभ्यू आएको छ, जसले हामी सर्वसाधारणलाई केही कुरामा चाहिँ डाइरेक्टली वा इन्डाइरेक्टली फरक पर्नेछ। यसपालिको मोनेटरी पोलिसी अलरेडी एक्सपान्सनरी आएकै थियो, सो खासै त्यसमा मेजर चेन्जेस चाहिँ केही छैन, एक्सेप्ट 3टा कुरा जसले अघि भनेको सबै गाईगुईको सुरुवात चाहिँ किन भएको हो भनेर प्रश्न बुझाउँछ। पहिलो, राष्ट्र बैंकले लघु वित्त वा माइक्रो फाइनान्सको ब्याज दरलाई 15% को क्याप लगाएको थियो भने अब चाहिँ त्यस्तो नभएर माइक्रो फाइनान्सले पनि बैंकहरू जसरी नै आफ्नो बेस रेटमा प्लस गरेर इन्ट्रेस्ट तोक्न पाउने भनेर भनिएको छ 2082 सालको ज्येष्ठ महिनादेखि। बेस रेट भन्नाले चाहिँ एउटा संस्थालाई आफ्नो सम्पूर्ण खर्च धान्नको लागि कति रेट अफ इन्ट्रेस्ट लियो भने बल्ल पोसाउँछ भन्ने खालको रेट हो। सो यो गर्नाले चाहिँ माइक्रो फाइनान्सको प्रफिट चाहिँ बढ्ने देखिन्छ, तर लघु वित्तबाट ऋण लिनेहरूले चाहिँ अलिकति महँगो ब्याज तिर्नुपर्ने चाहिँ हुन सक्छ है। दोस्रो भनेको ईभी गाडी लिन मन भए 20% डाउन पेमेन्ट गरेर बाँकीको 80% चाहिँ बैंक फाइनान्स गर्न मिल्थ्यो, र इफ डिजेल पेट्रोल गाडी लिन मन भए चाहिँ 50% डाउन पेमेन्ट पछि बाँकीको 50% मात्र फाइनान्स गर्न मिल्ने थियो। अब त्यो चेन्ज भएको छ। अब डाउन पेमेन्ट चाहिँ दुईटै गाडीको लागि सेम अर्थात् 40% डाउन पेमेन्ट गर्नुपर्ने नियम आएको छ, र बाँकीको 60% भने चाहिँ फाइनान्स गर्न मिल्ने भयो। सो 40 लाखको ईभी किन्ने प्लान थियो भने पहिला 8 लाख डाउन पेमेन्ट गरे पुग्थ्यो, अब भने तपाईले 16 लाख डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ। पेट्रोलवाला गाडीमा चाहिँ पहिला 50% डाउन पेमेन्टबाट अब घटेर 40% गर्दा हुने भयो। तेस्रो भनेको बैंकहरूको राम्रो लोन वा पास लोन भनौँ, त्यो प्रोभिजनलाई चाहिँ 1.10 बाट 1% मात्र राखे हुने भएको कारणले गर्दाखेरि अब प्रोभिजनमा पैसाहरू फ्रीज हुनुको साटो लगानी गरेर नाफा कमाउन मिल्ने बाटो खुलेको छ बैंकहरूको। अहिलेको टाइममा यसरी हेर्ने हो भने यो केवल 0.10% ले नै गर्दाखेरि झन्डै 5 अर्ब जस्तो बैंकिङ इन्डस्ट्रीमा प्रफिट बाड्न मिल्ने पोसिबिलिटी छ। लघु वित्त र बैंकको यही चेन्जेसको कारणले गर्दाखेरि धेरै नाफा बढ्छ, अनि अल्टिमेटली नाफा बढेपछि कम्पनीको शेयर प्राइस नि बढ्नु स्वाभाविक हो मानेर अब चाहिँ बैंकिङ अनि लघु वित्तमा चाहिँ अलिकति मोमेन्टम आएर पुरै मार्केट बढ्ने भयो भन्ने खालको लजिक चाहिँ हुन चाहिँ हो है। यो कतिको ट्रु हो त्यो भने मार्केटले नै देखाउँछ, किनभने मार्केट भनेको जहिले पनि लजिकमा होइन कहिलेकाहीँ म्याजिकमा पनि काम गर्छ। सो तपाईलाई यो नीति नियमहरू कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेख्न चाहिँ नबिर्सिनु होला।